जलवायु परिवर्तन, जैविक विविधताको विनाश र प्रदूषण जस्ता विश्वव्यापी वातावरणीय सङ्कटहरूले हाम्रो जीवनलाई कष्टकर बनाइरहेका छन्। त्यसमाथि वन विनाश र वन क्षेत्रको क्षयीकरणले यी सङ्कटहरूलाई झनै गम्भीर बनाएर हाम्रो जीवनशैली, स्वास्थ्य र सिङ्गो भविष्यमै प्रत्यक्ष असर पार्दैछन्। वैज्ञानिकहरू भन्छन्, यदि समयमै उचित कदम चालिएन भने यस्ता असरहरू अझ तीव्र हुँदै जानेछन्। यस डरलाग्दो चुनौतीको सामना गर्न उत्थानशील र न्यायोचित वन परिदृश्य पुनर्स्थापना एक महत्त्वपूर्ण उपाय बन्न सक्छ। तर यस्तो पुनर्स्थापना तब मात्र सार्थक हुन्छ जब स्थानीय समुदायको ज्ञान, सिप र अनुभव विकास गरी नेतृत्व स्थापित गर्न सकिन्छ। यही दृष्टिकोणलाई आत्मसात गर्दै हालै पदमपुरको भीमावली सामुदायिक होमस्टेमा थारू समुदायको आतिथ्यमा 6 दिने कार्यशाला सम्पन्न गरियो। नेपालका विभिन्न भूभागबाट आएका 25 जना समुदाय स्तरीय अगुवाहरूले वन परिदृश्य पुनर्स्थापना सम्बन्धी ज्ञान, नेतृत्व, सिप र अनुभव सङ्घाले। चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरित बस्ती पदमपुर आफैमा विकास र संरक्षणका विविध आयाम बुझाउने एउटा जीवन्त पाठशाला समेत हो। सामुदायिक वनका उपभोक्ता, हरित उद्यमी, जनप्रतिनिधि र नेतृत्वकर्ताको सहभागितामा सम्पन्न यस तालिकामा विषयगत विज्ञ र अभ्यासकर्ताहरूले व्यावहारिक तथा सैद्धान्तिक ज्ञान एक आपसमा बाँडे। सहभागितामूलक संवाद र अन्तर्क्रियाबाट सहभागीहरूले वन पुनर्स्थापनाको अर्थ, महत्त्व र चुनौतीबारे बुझ्न पाए। उक्त कार्यशालामा स्थान अनुसार उपयुक्त योजना, परम्परागत ज्ञानको उपयोग, स्थानीय सहभागिता र दीर्घकालीन रणनीतिमाथि छलफल भयो। सहभागीहरूले आधुनिक र परम्परागत विधिको समायोजन मार्फत प्रकृतिसँग सन्तुलन मिल्ने मार्ग पहिल्याउने प्रतिबद्धता जाहेर गरे। उत्थानशील, न्यायोचित र दिगो वन परिदृश्य पुनर्स्थापनाका लागि तीनै तहका सरकार, समुदाय र सरकारवालाहरूको सामूहिक सङ्कल्प आजको आवश्यकता हो।